सर चाहिँ हाम्रो मिड वेस्टर्न युनिभर्सिटीको सोसियोलोजी डिपार्टमेन्टको एचओडी हुनुहुन्छ। अहिले मलाई धेरै क्वेसनहरू आइरहेको छ कि सर, सोभियु के हो त, अनि किन भोट हाल्ने, त्यो के रहेछ त सोभियु भनेको, अनि हाम्रो भोटको महत्त्व के छ त्यति बेला, कसरी हामीले राइट क्यान्डिडेट छान्ने हैन। स्वतन्त्र विद्यार्थी युनियन भनेको विश्वविद्यालयका सम्पूर्ण विद्यार्थीहरूको साझा एउटा सङ्गठन र यसले विद्यार्थीहरूका साझा आवाजहरूलाई हैन उठाउने काम गर्छ। विद्यार्थीहरूका हकका बारेमा, विद्यार्थीहरूको चाहिँ नेतृत्व विकासदेखि लिएर हैन पठन पाठनदेखि लिएर गुणस्तरीय शिक्षाको लागि यसले चाहिँ पहल गर्छ र समग्र विश्वविद्यालयका विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने एउटा चाहिँ साझा सङ्गठन, साझा चौतारी, साझा एउटा प्लेटफर्म। 72-73 पछि विविध कारणले बिचमा रोकियो र अहिले चाहिँ फेरि चुनाव चाहिँ घोषणा भयो, यहाँसम्म आइपुगेको छ। सम्भवतः अब चुनाव चाहिँ सम्पन्न हुँदैछ भनौँ। अब डिजिटल मार्फत जाने भन्ने विद्यार्थी चाहिँ एक खालको चाहिँ भएको छ सहमति, त्यो भयो भने अझ सहज होला। तपाईँहरूको 4383 जति मतदाता हुनुहुन्छ, एमफिल पिएचडी ब्याचलर मास्टर्स सहित हाम्रो केन्द्रीय विभाग तथा स्कुलहरूमा गरेर अब यसमा चाहिँ जति सक्दो सबैको सहभागिता भयो भने अझ राम्रो। त्यो भयो भने त्यो खालको नेतृत्व होइन चयन हुनसक्छ। यो त सबै हाम्रै लागि हो होइन, हाम्रै लागि चाहिँ हामीले नेतृत्व चयन गर्दैछौँ। त्यो हिसाबले गर्दा सम्पूर्ण चाहिँ विद्यार्थीहरू होइन कर्मचारीहरू यसमा चाहिँ सकारात्मक भूमिका खेलेर सकारात्मक एउटा चाहिँ वातावरण सिर्जना गरेर हामीले यसलाई सम्पन्न गर्नुपर्छ। ओके, म आफैले पनि यसलाई अलिकति राम्रोसँग बुझेको थिएन, खुसी लागेको छ।